निर्माता छवि ओझाकी श्रीमती भएर एउटै घरको छत मुनि 10 वर्ष बिताएकी नायिका रेखा थापा अहिले एक्लो जीवन बिताइरहेकी छिन्। निर्माता छवि ओझासँग डिभोर्स गरेपछि अहिले उनी आफ्नो फिल्मी करियरलाई नै श्रीमान मान्दै आइरहेको बताउँछिन्। छविराजसँग डिभोर्स गरेपछि पछिल्लो समय मिडियाहरूमा खोजे जस्तो केटा नभेटेका कारण विवाह नगरेको बताउँदै आएकी रेखाको चलचित्र हिम्मतवाली रिलिज ताका नायक सुदर्शन गौतमसँग माया बसेको हल्ला खुबै चलेको थियो। तर चलचित्र रिलिज भएसँगै त्यो प्रेम हल्लामा मात्र सीमित रह्यो। चलचित्र चलाउनको लागि को स्टारसँग अफेयरको हल्ला चलाउन समेत पछाडि नहट्ने रेखा रियल लाइफमा कहिले बेहुली बन्छिन् होला, त्यसको प्रतीक्षा दर्शकहरूलाई मात्र होइन रेखा स्वयंलाई पनि छ। रेखाले यो बारम्बार भन्दै आइरहेकी छिन् कि उनी रियल लाइफमा बेहुली बन्न चाहन्छन्। तर उनको सपना रियलमा पुरा नभए पनि रिलमा भन्ने दर्शकहरूले रेखा बेहुली बनेको चाँडै हेर्न पाउने भएका छन्। दोस्रो शेड्युलमा छायाङ्कन भइरहेको चलचित्र हिरो रिटर्न्समा रेखा र नायक दिल श्रेष्ठले विवाह गरेका छन्। रेखा सोमबार उत्तर वाहिनी मन्दिरमा बेहुलीको भेषमा थिइन् भने बेहुलाको भेषमा नायक दिल श्रेष्ठ थिए। प्राप्त तस्बिरमा पनि देख्न सकिन्छ कि दुल्हा बनेका दिल र दुलही बनेका रेखाको ओठमा मुस्कान छल्किएको थियो। सबिन श्रेष्ठको निर्माण रहेको यो चलचित्रमा उनी पनि मुख्य भूमिकामा छन्।